हेलो फ्रेन्ड्स, वेलकम टु द पोखरा युनिभर्सिटी। इट्स मी विपिन साई। मैले चाहिँ भर्खरै यहाँ बिफार्म जोइन गरेको छु। म तपाईँहरूलाई आजको यो भिडियोमा कसरी एडमिसन गर्ने, एडमिसनका प्रोसेसहरू के हुन्छन् यो फुल गाइड गर्न गइरहेको छु। तपाईँले यो स्क्रिनमा देखिरहनु भएको भिडियो चाहिँ फोटो चाहिँ हाम्रो पोखरा युनिभर्सिटीको डिन अफिसको हो। अनि त्यस पछाडि तपाईँले जो देखिरहनु भएको छ त्यहाँ गेट छ, गेटबाट हामी इन्ट्री हुन्छौँ र डिन अफिसमा हामीले कन्फर्मेसन पेज लग्नुपर्ने हुन्छ र त्यस पछाडि चाहिँ हामीले त्यहाँ कन्फर्मेसन पेज लगिसके पछाडि रेस्पेक्टिभ कलेजमा गएर के गर्नुपर्ने हुन्छ, एडमिसन गर्नुपर्ने हुन्छ र एडमिसन गर्ने बेलामा कुन कुन डकुमेन्टहरू आवश्यक पर्छ भनेर हेर्नको लागि हामी अर्को स्लाइडमा जानेछौँ। अर्को स्लाइडमा म तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। यहाँ रिक्वायर्ड डकुमेन्ट फर द एडमिसन प्रोसेस इन पोखरा युनिभर्सिटी भनेर भनेको छ। ठिक छ, अब के डकुमेन्टहरू चाहिन्छन् त पोखरा युनिभर्सिटीमा एडमिसन गर्नको लागि भनेर भन्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ मैले लिस्ट गराइदिएको छु। फर्स्टमा हेर्न सक्नुहुन्छ सिटिजनसिपको तपाईँहरूले 3टा फोटोकपिज चाहियो है। अब यो फोटोकपिजहरू कति बेला कहाँ युज हुन्छ म तपाईँहरूलाई भन्छु। र त्योभन्दा पहिला तपाईँहरूले हेर्न सक्नुहुन्छ सिटिजनसिपको 3टा फोटोकपिज, एससी ग्रेड सिटको 3टा फोटोकपिज, अनि त्यस पछाडि सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट, +2 ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, +2 माइग्रेसन, एमएससी एडमिट कार्ड र फोटो। यो हजुरहरूले के गर्नु पर्यो, ल्याउनु पर्यो। र तपाईँहरूले तल नोटमा पनि हेर्न सक्नुहुन्छ। यसमा तपाईँले ओरिजिनल चाहिँ बोक्नु पर्यो है। यो फोटोकपिज गरेर मात्र हुँदैन कि तपाईँले ओरिजिनल पनि बोकेको हुनु पर्यो। सँगसँगै आफ्नो ओरिजिनल सर्टिफिकेटहरू ल्याउनु पर्यो होइन, सिटिजनसिप्सहरू ल्याउनु पर्यो होइन। त्यस पछाडि अब यस पछाडि फर्दर के गर्ने भनेर म तपाईँहरूलाई जानकारी दिन्छु है। अब स्टेप 1मा आउँछ पोखरा युनिभर्सिटीमा तपाईँले त्यो डकुमेन्टहरू तयार गरेपछि के गर्ने भनेर। यो हाम्रो डिन कार्यालय हो। तपाईँहरूले यहाँ डिन कार्यालयमा माथिल्लो 2nd फ्लोरमा तपाईँहरू जानुहोस्। त्यस पछाडि तपाईँले एउटा हलमा बस्नुहुन्छ र त्यस पछाडि तपाईँलाई 2टा फर्म दिइन्छ। र फर्स्टमा चाहिँ मैले यहाँ देखाएको जस्तै फर्म हुन्छ, सिमिलरली फर्म हुन्छ होइन। त्यस पछाडि अर्को फर्म चाहिँ नेपाली कागजमा लेखिएको एउटा तपाईँको फर्म हुन्छ। 2टा फर्म हुन्छ। एउटा फर्ममा चाहिँ जस्ट तपाईँले प्रोग्राम, स्कुल, कलेज, क्याटेगोरी यिनीहरू लेख्नुहुन्छ भने अर्को फर्ममा चाहिँ तपाईँहरूले त्यहाँ मैले स्क्रिनमा राखिदिएको छु त्यही अनुसार तपाईँले फर्म फिलअप गर्नुपर्ने हुन्छ। र त्यो दुःख मान्नु पर्दैन, त्यहीँ तपाईँको एउटा स्याम्पल हुन्छ, त्यसरी नै फिलअप गर्नुलाई त्यो स्याम्पलको मैले फोटो राखिदिएको हो। र त्यस पछाडि तपाईँले यसमा चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दा एउटा फोटोकपी सबैको चप्काउनु पर्ने हुन्छ। यहाँ स्टेज गर्नुपर्ने हुन्छ सिटिजनसिप, एससी ग्रेड सिट, एससी सर्टिफिकेट, एससी क्यारेक्टर, +2 ट्रान्सक्रिप्ट, +2 क्यारेक्टर, +2 माइग्रेसनको तपाईँले के गर्नु पर्यो त भन्दा फोटोकपिज त्यहाँ राख्नु पर्यो। अब त्यस पछाडि तपाईँले के गर्ने भनेर भन्दाखेरि तपाईँले त्यो स्टाब्लर गरिसके पछाडि तपाईँले कहाँ जानु पर्यो त। त्यति गरिसके पछाडि भनेपछि तपाईँले अब के गर्नुपर्ने हुन्छ, त्यो स्टाब्लर गरिसकेपछि त्यो रिचेक गर्नको लागि तपाईँले कहाँ जानु पर्यो त भन्दा त्यहाँ एउटा छुट्टै सेसन हुन्छ। त्यहाँ गएर म्यामले रिचेक गरिदिनुहुन्छ अथवा सरले रिचेक गरिदिनुहुन्छ। केही कुरा बिग्रेको छ अथवा केही कुरा थप्नुपर्ने छ भने थपिदिनुहुन्छ। र त्यस पछाडि तपाईँहरू कहाँ जानु पर्यो त भन्दा कोअर्डिनेटरको अफिसमा जानु पर्यो। कोअर्डिनेटरको अफिसमा गइसके पछाडि तपाईँले त्यहाँ नजिकै सरले तपाईँ कोअर्डिनेटर भन्दा पनि हजुरको डिन अफिसमै एउटा सर हुनुहुन्छ जसले चाहिँ तपाईँलाई कन्फर्मेसन पेज प्रोभाइड गर्नुहुन्छ, एडमिसन कन्फर्मेसन पेज प्रोभाइड गर्नुहुन्छ उहाँले तपाईँहरूलाई है। अब त्यसको लागि चाहिँ तपाईँले सब कुरा यो जति पनि हजुरले फोटोकपी यहाँ अट्याच गर्नुहुन्छ त्यसको पछाडि चाहिँ तपाईँले सक्कल बमोजिम नक्कल ठिक छ भनेर लेखेर साइन गरेको हुनुपर्छ। यिनी कुराहरूलाई ध्यान दिनु होला। यिनी कुराहरू मिस आउट भयो भने तपाईँहरूलाई अलिकति टाइम लामो लाग्न सक्छ के। त्यसैले तपाईँले के गर्नु पर्यो त भन्दाखेरि सबै डकुमेन्टहरूमा ओरिजिनल होइन, फोटोकपी डकुमेन्टहरूमा के गर्नु पर्यो त भन्दा सक्कल बमोजिम नक्कल ठिक छ भनेर साइन गर्नु पर्यो र त्यो लगेर कोअर्डिनेटर कहाँ दिनु पर्यो। कोअर्डिनेटर अथवा डिन अफिसको कुनै सहयोगी हुनुहुन्छ त्यहाँ तपाईँहरूलाई गाइड गर्नुहुन्छ, त्यहाँ उहाँले दिनु पर्यो। उहाँले चाहिँ तपाईँहरूलाई कन्फर्मेसन पेज दिनुहुन्छ। त्यो कन्फर्मेसन पेजलाई तपाईँले लिएर आउनु पर्यो। त्यो कन्फर्मेसन पेज रेस्पेक्टिभ कलेज, अब जस्तै हजुरको पोखरा युनिभर्सिटी अन्तर्गत अरू कलेजहरूमा भर्ना हुनुहुन्छ भने त्यो लगेर त्यही कलेजमा जानु पर्यो। अहिले चाहिँ म स्कुल अफ हेल्थ एन्ड अलाइड साइन्स पोखरा युनिभर्सिटीको सेन्ट्रल कलेजमा कसरी एडमिसन गर्ने भन्ने कुरालाई यहाँहरूलाई बढी जोड दिन चाहेँ। र प्राय युनिभर्सिटी
प्राय युनिभर्सिटीको सेन्ट्रल कलेज अथवा प्राय युनिभर्सिटीको कलेजहरूमा नि यही नै हुन्छ है। अब मैले यसलाई स्टेप 2 तिर लैजान थालेँ। स्टेप 2 मा चाहिँ मैले के गरेको छु भन्दाखेरि जहाँबाट डिन अफिसबाट जुन हामीले कन्फर्मेसन पेज ल्याउँछौँ त्यहाँहरूले देख्न सक्नुहुन्छ मैले कन्फर्मेसन पेज कस्तो हुन्छ त्यो पनि राखिदिएको छु। हजुरले स्कुल अफ हेल्थ एन्ड अलाइड साइन्सको कुरा गर्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ त्यो भवनमा तपाईँ जानु पर्यो। झन्डै 800 मिटर भन्दा 800 मिटर जति टाढा छ, त्योभन्दा बढी टाढा छैन, नजिकै छ है। अनि त्यस पछाडि त्यहाँ गएपछि चाहिँ तपाईँले रिसेप्सनमा तपाईँहरूलाई दुईवटा फर्म दिन्छ। एउटा फर्ममा चाहिँ लगभग 3वटा पेज हुन्छ र अर्को पेज चाहिँ सिङ्गल पेजको हुन्छ। एउटा चाहिँ एडमिसन फर्म हुन्छ भने अर्को रजिस्ट्रेसन फर्म हुन्छ है। एउटा के हुन्छ नि पोखरा युनिभर्सिटीको एडमिसन फर्म, अर्को के हुन्छ त भन्दा पोखरा युनिभर्सिटीको रजिस्ट्रेसन फर्म हुन्छ। तपाईँहरूले रिसेप्सनमै गएर जस्ट ढोका नजिकै जाने बित्तिकै त्यहाँ रिसेप्सन छ, त्यहाँ हजुरले पाउन सक्नुहुन्छ। र त्यस पछाडि तपाईँहरूले मैले यता साइडबाट राखिदिएको जसरी जुन डकुमेन्टहरू मैले सिरियल वाइज कसरी मिलाउने भनेर राख्दा छु त्यो तपाईँहरूले त्यहाँ पनि देख्न सक्नुहुन्छ। तर घरबाट प्रिपेयर भएर जानुभयो भने चाहिँ बेटर हुन्छ है। अघि एउटा फोटो चाहिँ हामीले अगाडि चप्कायौँ होइन, जो डिन अफिसमा दिनुभन्दा अगाडिको पेजमा चप्कायौँ। अहिले चाहिँ हामी दुईवटा यसमा चाहिँ अट्याच गर्छौँ है, दुईवटा फोटोहरू त्यो फर्ममा अट्याच गर्नु पऱ्यो। यसरी हामी 3टा फोटो युज भयो र त्यस पछाडि एउटा फोटो कपिजहरू चाहिँ हामीले अगाडि नै युज गरिसक्यौँ हो। अब बाँकी रहेको 2-2वटा फोटो कपीहरू चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि यहाँ अट्याच गर्छौँ। कसरी अट्याच गर्ने, कसरी सिरियल वाइज मिलाउने भन्ने कुरा यहाँ मैले लेखिदिएको छु। यहाँ मैले फोटो राखिदिएको छु। एडमिसन फर्ममा कसरी कुन हाल्ने होइन, कुन डकुमेन्टहरू हाल्ने, त्यस पछाडि रजिस्ट्रेसन फर्ममा कुन डकुमेन्टहरू हाल्ने तपाईँहरूले हेर्न सक्नुहुन्छ। तपाईँहरू फेरि यो एप्लिकेसन लेटरमा झुकिन सक्नुहोला। एप्लिकेसन लेटर यहाँ नै दिन्छ, जसरी एडमिसन फर्मको पछाडिपट्टि भर्ना गर्न पाऊँ भनेर एउटा लेटर आएको हुन्छ हो, त्यही लेटर नै हो एडमिसन लेटर, एप्लिकेसन लेटर। यसमा झुकिनु परेन। एडमिसन कन्फर्मेसन पेज भनेर भन्छ। कन्फर्मेसन पेज चाहिँ मैले अघि माथि राखेको छु नि हो, त्यस्तो नै हो है। त्यो कन्फर्मेसन पेज चाहिँ तपाईँले स्ट्याप्लर गर्नु पऱ्यो र त्यसरी तपाईँहरूले यिनीहरूलाई के गर्न सक्नुहुन्छ त भन्दाखेरि रेडी गर्न सक्नुहुन्छ। रेडी गरिसके पछाडि चाहिँ तपाईँहरूले यिनीहरूलाई चाहिँ जस्तै अब डिप्लोमा इन फार्मेसी गरेको मान्छेले चाहिँ के गर्नु पऱ्यो त भन्दाखेरि त्यो काउन्सिलिङ सर्टिफिकेट लग्नु पऱ्यो। र अब त्यस पछाडि आउँछ पेमेन्ट कसरी गर्ने। पेमेन्टको कुराहरू कसरी गर्ने भन्दाखेरि एउटा क्युआर हुन्छ, एउटा ब्याङ्क अकाउन्ट नम्बरमा हाल्न सकिन्छ। क्युआर गर्नुभयो भने तपाईँहरूले क्युआरको के गर्नु पऱ्यो त भन्दाखेरि एउटा ट्रान्जेक्सन गरेको चाहिँ एउटा फोटोकपी गर्नु पऱ्यो र त्यो फोटो ल्याएर त्यहाँ अट्याच गरेर अकाउन्टेन्ट म्यामलाई दिनु पऱ्यो। अकाउन्टेन्ट सेसनमा गएर जो अघि दुईवटा हामीले फाइल गरायौँ नि है, छुट्टै दुईवटा फाइल गरायौँ, एउटा एडमिसन फर्म एउटा रजिस्ट्रेसन फर्मको डकुमेन्ट हालेर फाइल गरायौँ। त्यो फाइलसहित भाउचरसहित कसलाई दिने त भन्दा अकाउन्ट म्यामलाई दिने। अकाउन्ट म्यामलाई दिइसकेपछि अकाउन्ट म्यामले चेक गर्नुहुन्छ, देन तपाईँहरूलाई एडमिनिस्ट्रेसन अफिसमा पठाउनुहुन्छ। एडमिनिस्ट्रेसन अफिसमा पठाइसके पछाडि अकाउन्ट म्यामले चेक गर्नुहुन्छ सब ठिक छ कि छैन। सब हेरिसके पछाडि मात्र एडमिनिस्ट्रेसन अफिसमा पठाउनुहुन्छ। एडमिनिस्ट्रेसन अफिसमा पठाइसके पछाडि तपाईँ त्यहाँ म्यामसँग कुरा गर्ने। म्यामले फेरि त्यसलाई चेक गर्नुहुन्छ। माइग्रेसन, धेरैले माइग्रेसन भुलेका हुन्छन् होइन, माइग्रेसन हेर्नुहुन्छ, माइग्रेसन सर्टिफिकेटको ओरिजिनल माग्नुहुन्छ र त्यसलाई स्ट्याप्लर गरिसके पछाडि फेरि तपाईँलाई डाइरेक्टरको अफिसमा पठाउनुहुन्छ। डाइरेक्टरको अफिसमा पठाइसके पछाडि त्यहाँ सरले फेरि त्यसलाई चेक गर्नुहुन्छ। चेक गरिसके पछाडि तपाईँको साइन हानिसके पछाडि फेरि तपाईँ एडमिनिस्ट्रेसन अफिसमा आएर त्यसलाई रिचेक गराएर अनि एउटा फाइलमा नाम लेखेर फेरि एउटा फोटो हालेर यसरी एडमिसन हुन्छ।